हेलो गाइज वेलकम नमस्कार एन्ड स्वागत छ यस ग्रेट फ्युचर टिभी युट्युब च्यानलमा सम्पूर्ण दर्शकबिनलाई स्वागत छ। नमस्कार। आज चाहिँ म यस पार्टमा चाहिँ मैले एउटा कृषि बारेमा लिएर आएको छु केही सामग्रीहरू। चैते धानको बाली लगाउने तरिका बिउदेखि लिएर अब हाम्रो उब्जनीको बारेमा म बताउन गइरहेको छु। यो चैते धानको बिउलाई चाहिँ हामीले सुरुमा खेतलाई मजाले चाहिँ खनजोत गर्ने र माटो बनाइसके पछाडि हामीले पानी लगाएर गलाउने, पानी लगाएर गलाए पछाडि त्यस पछाडि फेरि एकचोटि माटो बनाउने र बिउ हानिसके पछाडि नबिग्रिन्जेलसम्म पानी कटाइराख्ने र बिउलाई सुक्खा बनाउने अनि फेरि 7-7 दिनमा पानी कटाउँदै हाल्दै गर्ने। अनि बिउ माथि उम्रिसके पछाडि चट्ट मल हाल्ने। मल हालिसकेपछि यस्तो बिउ सरर राम्रो हुन्छ गाइज है। ल सबैजनाले हेर्नु होला है गाइज। ल सबैजनाले कमेन्ट गर्नु होला अनि कस्तो कस्तो ट्रिप हुन्छ कमेन्ट गर्नु होला अनि अवश्य पनि नयाँ भिडियो लिएर आउनेछु। धन्यवाद। हेलो गाइज वेलकम, स्वागत छ सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई नमस्कार एन्ड स्वागत छ हाम्रो ग्रेट फ्युचर टिभीमा। अहिले चाहिँ म तपाईँहरूलाई के भन्न गइरहेको छु भने, के देखाउन गइरहेको छु भने हाम्रो चैते धानको बिउ चाहिँ कसरी राखिन्छ त भन्ने विषयमा चाहिँ म तपाईँहरूलाई चाहिँ समग्रमा बताउन गइरहेको छु। ल अब हाम्रो समग्रमा बताउनु पर्दा चैते धानको बिउ देखिहाल्नुहुन्छ यहाँ। चैते धानको बिउलाई चाहिँ हामीले चट्ट लाएर चाहिँ पहिला जोताउने, खेत जोतिसके पछाडि टक्क पानी हालेर एक रात कुहाउने है। एक रात कुहाइसकेपछि पानी मजाले हिलो कुहिन्छ। हिलो कुहिएपछि त्यस पछाडि ट्याक्क बिउ हान्ने। बिउ हानेको चाहिँ निजोमा 2-3 दिन पछि फेरि ट्याक्क हामीले यो बिउ मार्नको लागि नकुहियोस् भन्नको लागि चाहिँ हामीले 2-3 दिन पछाडि यो पानी कटाउने। पानी कटाइसके पछाडि बिउ मजाले उम्रिसकेको फेरि 5-6 दिन पछाडि फेरि पानी एड गर्ने, फेरि पानी हाल्ने। अनि त्यसको फेरि बेलुका पानी हाल्ने र बिहान 2-3 दिन छोडेर फेरि पानी कटाउने है। पानी हाल्दै कटाउँदै गर्नुपर्छ नत्र कुहिन्छ। अनि त्यहाँबाट फेरि अलिक बढिसके पछाडि मजाले पानी हालेर छोडिदिने है। अनि त्यहाँबाट काट्ने बेला अब बिउ धान रोप्ने बेला भयो भनेको 7 दिन अगाडि पानी ट्याक्क हाल्ने। अनि ठ्याक्क त्यसमा युरिया डेपी लगायत मल लगाउने, मलहरू लगाउने। अनि त्यहाँबाट दबाईहरू केही गोबराको हाल्नु छ भने गोबराको दबाईहरू हाल्ने। अनि ट्याक्क बिउ दामी हुन्छ। यस्तो तरिकाले हेर्नु ल, अनि दामी हुन्छ बिउ। अनि बिउ यस्तो हुन्छ गाइज। ल सबैजनाले कमेन्ट गर्नु ल कस्तो लाग्छ भिडियो, ठ्याक्क कमेन्ट लाइक गरिदिनु होला च्याट। ल थ्याङ्क यू सो मच। हेलो गाइज वेलकम, स्वागत छ। ल हजुरहरू सबैजनालाई मेरो यो ग्रेट फ्युचर टिभीमा स्वागत छ अनि वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग रहेको छ सर्टमा रहेको छ। मैले चाहिँ आज तपाईँहरूलाई यो हाम्रो चैते धानको बिउ देखाउन गइरहेको छु गाइज। हेर्न सक्नुहुन्छ यो हाम्रो चैते धानको बिउ रहेको छ। यो चैतमा रोपिने धान रहेको छ भने हामीले चाहिँ अब यसलाई रोपाइ गर्न लागिरहेको अवस्था छ गाइज। हेर्न सक्नुहुनेछ चट्ट कति राम्रो बिउ छ, राम्रो छ गाइज। ल सबैजनालाई यो टिप एन्ड ट्रिक चाहियो भने मलाई सम्पर्क गर्नु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर।